नमस्ते एभ्रिवान। आजको यात्रा चाहिँ विश्वास साथीको घर घुम्ने छ। आज त्यति देखेँ कि देखेन अब हामी टक्क भर्खर उठेको फुलन्दाना अन्टुँदै त्यसपछि चाहिँ रेडी भएर निक्लिने कति भएछ लेकतिर लाग्दै हामी आज चाहिँ छुट्टै प्लान चेन्ज भयो। अब एकछिनमा चितवन फर्किनुपर्छ हामी। त्यसपछि फेरि काठमाडौँको यात्रा। हामी एउटा तालमा आएको छौँ होइन, जहाँ चाहिँ एकदम बवाल देखिन्छ भ्यू। त्यसपछि कुन ताल चाहिँ मलाई ठ्याक्कै थाहा भएन क्या। तालमै गएपछि भेटौँ लाने होइन। त्यसपछि फेरि मैले बिच हाइवेमा इन्जिन गयो, न त ग्यारेज छ न त के छ। कसम कता हो यताबाट होइन, यसको यहाँ तार निस्कियो, यताबाट पनि फुस्कियो कि यताको अगाडिको पनि। अगाडिको त त्यो ब्रेक होला, इन्जिन नै गइदिएर यस्तो हाइवे छ। यता ग्यारेज नि होइन, केटाहरू चाहिँ अर्को स्कुटरमा ग्यारेजको मान्छे यता ल्याउनु ला। अब लाभा हुने भयो, अब रात पनि पर्नु लाग्यो। अब हाइवेमा अब छ्या कति आधी घन्टा भन्ने होइन, 1700 पुग्नु स्कुटरमा। ग्यारेजको मान्छे बोलाउँछ के भयो त्यो भन्छ। अब कति चुना लाग्ने थाहा छैन। बिच हाइवेमा यहाँ दमली कटेपछि क्या, दमली र यता 1700को त्यो बिचमा होइन भनौँ न होइन, डुम्रे। अब दमलीतिर बिग्रियो भने त त्यहीँ बनाउनु नै हुन्थ्यो नि। अब के भन्दा कसम हाइवेको बिच हाइवेमा के, न त ग्यारेज छ न त के छ। अब यत्तिकै भयो, अब लाभा भएर बसिन्छ अब एकछिनसम्म। अब केटाहरूले अब ग्यारेजको मान्छे कताबाट बोलाउनु। फाइनली एउटा ट्रक दायाले रोकिदिनु भयो। अब स्कुटरमा ट्रकमा लग्यो नि। ल अब यो स्कुटर इन्जिन गएको के गर्ने अब, बाध्य छ यस्तै गर्नु पर्यो। त्यहीँबाट हुन्छ कि गर्नु पर्यो। ल ठिक छ। फाइनली साथीको घर आइसकेको छ यहाँ। बल्ल बल्ल ट्रक चढेर के बनायो भनेको कि मलाई त यहाँ ट्रक यहाँ यस्तो पहिले हुँदैन मलाई यहाँ बस्नु हुँदा। त्यो कटिसी बल्ल थाहा पाएको आमा। अनि के हो त नि टी सर्ट त ट्याप्पे पारा त हो टी सर्ट। छाडा लाउरे हो यो त। आम्बो
उयो हातमी यस्तो यस्तो गर्छ कि सिधा गर्छ के हो नि त कडा जय गोर्खा भन्नु जय नेपाल जय गोर्खा आयो गोर्खाली आज सुताइ हुने भनेको यहाँ स्लिपिङ घरमा यता चाहिँ भएको त पोजमा अनि यता यहाँ छ सुतिरहेको थ्याङ्क यू सो मच फर वाचिङ टी एन्ड केटाहरू सबैजना सुतेको अवस्था हामी पनि सुन्नतिर लाग्दै के भन्दै आजको ब्लग यहाँ एन्ड गर्न लागेको